ल हेर्नुहोस्, कुकुरले घाँस खान भन्दै नि खाइरहेछ। कुकुरहरूले पनि घाँस खान्छन्। हेर्नुहोस्, यो भनेको कलियुग लाग्यो हो कि यो कलियुग। अब के गर्न सक्छ र कसले? हरियो घाँस चाहिँ पचाउनको लागि राम्रो हुन्छ भनेर होला सायद कुकुरले पनि घाँस खोजिरहेछ। मासु खाँदा खाँदा यसलाई पेट दुखे जस्तो छ। हड्डी चबाउँदा चबाउँदा यसको दाँत फुत्किए जस्तो छ। यसले चाहिँ घाँस खाइरहेछ। ज्याकी, ज्याकी, ओइ ज्याकी, घाँस खाएको? मिठो छ घाँस? यहाँ त पक्कै मासु त छैन यो घाँसबारीमा। हाम्रो ज्ञानोदय स्कुल मध्यबिन्दु 15 पर्सौनी हो। मेरो पसलमा अगाडि हल्का घाँस उम्रेको थियो, त्यही घाँस खाइरहेछ ज्याकी कुकुरले। ल बाई।